अछाम जिल्लाको साँखेपोखरमा एक युवाले आत्मनिर्भरता र उद्यमशीलताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। साँखेपोखरको जनकल्याण टोलमा सञ्चालनमा रहेको अछाम गार्मेन्ट उद्योग मार्फत अहिले स्कुल ड्रेस, प्रिन्टर सहितका ट्र्याक सुट लगायत विभिन्न कपडा जन्य सामग्री उत्पादन भइरहेको छ। स्थानीय स्तरमै गुणस्तरीय पोसाक उत्पादन हुन थालेपछि विद्यालय तथा खेलकुद ड्रेस, अन्य आवश्यक लुगा कपडाले सर्वसाधारणलाई सहज र सुलभ सेवा मिलेको छ भने यसले रोजगारी सिर्जना गर्न समेत महत्त्वपूर्ण भूमिका खेलेको छ। विदेश पलायन बढिरहेको अवस्थामा आफ्नै ठाउँमा केही गर्ने सोचका साथ सुरु गरिएको यो उद्योग अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ। हजुर नमस्कार, मेरो नाम लोकेन्द्र धामी, मेल्ली गाउँपालिका। यो अछाम गार्मेन्ट उद्योग भर्खरै सञ्चालनमा आएको छ। अहिले हजुरहरूले एकचोटि सेवा गर्ने मौका दिनु होला। हाम्रो यहाँ सम्पूर्ण स्कुल कलेजका ड्रेसहरू अनि गेम सेटहरू खेलाडीको लागि टी सर्ट, भेस्ट सम्पूर्ण सामानहरू यहाँ उपलब्ध हुन्छन्। हजुरहरूले पनि एकचोटि सेवा गर्ने मौका दिनु होला। अनि ट्र्याक सुटको पछाडि स्कुलको छाप अनि सङ्घ संस्थाका छापहरू अनि लोगो पनि छापिन्छ। यो स्क्रिन यस्तरी यहाँबाट छापिन्छ। यस्तो हेर्नु, यो यहाँबाट नमस्ते, म राजकुमार परियार, म मास्टर यहाँको। यहाँ हाम्रो चाहिँ जुन स्कुलहरूको ड्रेस बन्छ, स्कुलको जुन कलेजको जुन बोर्डिङको ड्रेस बन्छ, छपाई सहित सबै हुन्छ। हामीसित सबैको मिसिनहरू छ। बटनको मिसिन यहाँ छ, बटनको मिसिन यहाँ छ, काँचको मिसिन यहाँ छ। बटनको मिसिन यो भयो, काँचको मिसिन यो भयो, यो फ्याटलक भयो, यो कन्से यो पाइपिङ हाल्ने, यो स्कुलमा डोराको लागि जुन डिजाइन निकाल्नको लागि यो पाइपिङ हाल्ने मिसिन यो भयो। सबै फेसनहरू, सबै फेसनपट्टिहरू राख्नेहरू मिसिनहरू सबै जस्तो भन्नुहुन्छ नि हजुरहरूले त्यस्तै हिसाबले बन्छ यहाँ ड्रेसहरू। यहाँ जम्मै उत्पादन छ। यो जुन आउने चाहिँ यो मेटेरियल त चाइनाकै हो, तर हाम्रो यहाँ जम्मै स्कुलको ड्रेसहरू बन्छ, सबै कुराहरू छ। यहाँ अहिले लगभग जम्मा 2 जनाले मात्रै काम गरिरहेछ। अब आउँदो घरिमा लगभग 20-25 जनालेसम्म काम गर्न सक्ने मिसिनहरू छ यहाँ।